हेलो गाइज, हामी आज के भन्छ यो कुन ठाउँ रे सर? त्यस्तो पनि हुन्छ, त्यस्तो फेरि गर्नु अब यो यसोक जाने बाटो हो होइन? कुमाई गाउँपालिकामा चाहिँ यसोक जाने बाटो हो। फेरि 20 किलोमिटर हुन्छ गाइज यहाँबाट होइन। बाटो एकदम चिल बनाएर चाहिँ यहाँ बाटो एकदम रमणीय छ गाइज। यहाँ एउटा दाजु बिरक्तिर बसिरहनु भएको छ छेउमा। हाम्रो काम चाहिँ एउटा फोन समितिको सदस्यलाई भेट्न आएको। अहिले फोन पनि उठाउनु भएन, बाटोमा भेटिँदा नि भेटिनु भएन होइन। अनि त्यसपछि हामी रिटर्न ब्याक भइहाल्यौँ तत्काल। गाइज टर्निङ चाहिँ यहाँ डेन्जर छ है, खतरा टर्निङ छ यहाँ है। हेर्नुहोस्, मजा लिनुहोस् गाइज। भर्खर के गरेर भ्याएको बाटो हो। जिन्दगी यस्तै छ गाइज। सर हजुरको केही भन्नु छ र? लाइन बिगारिदिएको छ, लाइन पोल उखालिदिएको छ। सर साह्रै बिगारिदिनु भयो क्या। कामदारमा चाहिँ 10-12 जना भयो भने चाहिँ काम होला जस्तो छ। 3 जना 4 जना कृपया भ्लगमा बुझी सुझी चाहिँ कुरो नगर्नु सर। के मार्न हुनुभएको सर? गाइज यो चाहिँ फिल्म जाने बाटो ल। टर्निङ चाहिँ केही समय अगाडि आउँदा यो बाटो ग्राबिल तथा ग्राबिल पनि थिएन, कच्ची थियो हौ। हुँदै गरेको थियो। अहिले मर्मत अलिकति ग्राबिल मर्मत हुँदै थियो, बाटो बन्दै थियो हामी केही समय अगाडि आउँदाखेरि। हाल त्यो समय छोडेर अहिले नयाँ समय आउँदाखेरि चाहिँ यो बाटो चाहिँ एकदम राम्रो बनाएको छ। तपाईँ पनि हेर्न सक्नुहुन्छ। तपाईँलाई प्रत्यक्ष भिडियो हामी प्रदर्शन गरेकै छौँ। हेर्नुहोस्, यो टर्निङ बाटो पनि एकदम राम्रो बनाउनु भएको छ। यो बाटो चाहिँ कुमाई गाउँपालिका 2 कोरिडोर बाटो जोडिएको बाटो हो। त्यसकै साथै सिलसिलामा पनि यो बाटो चाहिँ फिदिम सदरमुकाम जाने बाटो हो, पाँचथर जिल्लाको। यो सिमाना जोडिँदै भएको हुनाले यति राम्रो बाटो छ। हामी पनि एकदम उत्साहित भयौँ। यस्तो बाटोभन्दा यस्तो बाटोमा हिँड्न पाउँदा खुसीको कुरा हो। गाडी फस्नेदेखि लिएर समयमै पुग्ने गन्तव्यमा पनि समयमै पुगिने भयो। गाडी बिग्रिने चान्स कम हुन्छ। बाटो पनि एकदम राम्रै बनेपछि हाम्रो चालकदेखि लिएर यात्रुहरूलाई पनि एकदम सहज तरिकामा गन्तव्यमा चाहिँ पुग्ने एउटा वातावरण भएको छ। अनि यो बाटो हेर्न सक्नुहुन्छ तपाईँ। टर्निङ त्यस्तै छ, रमाइलो छ। हस्त धन्यवाद हेमबहादुर। खाली गाडीको पुरा ब्रेक तात्छ यी। हेर्नुहोस् गाइज, फेरि 15 किलोमिटर छ है गाइज यहाँबाट। यो बाटो हिँड्नु हो भने एकदम आनन्द छ। चिल छ बाटो होइन। अब यो कहाँ जाने भन्नु होला तपाईँहरूले। अब यो बाटो भनेको कोरिडोर मूलघाट निक्लिन्छ गाइज, धनकुटा हुँदै। अनि अब यो दाहिनेपट्टि बाटो भनेको यो पाँचथर इलाम, पाँचथर र झारपुरमा निक्लिन्छ होइन। यो बाटो पनि केही समयमै बन्ला जस्तो अनुभूति भइरहेको छ। हो एउटा भाले गाडी आउँदैछ गाइज। यो पुरा धुलोबाट आउँदै। उता चल्ने भनेको म्याक्सिमम् यस्तै गाडी हो। हाम्रो जिन्दगी यस्तै छ गाइज। धुलो मैलो कहिले काहीँ अब धुलोले बाटै देखिँदैन होइन। त्यही पनि हिँड्नुपर्ने हुन्छ है। हाम्रो यहाँ हिंसा पर्नु भएको छ साथमा। अब उहाँलाई जसरी डेस्टिनेसनमा पुऱ्याइदिनै पर्छ मैले।
मलाई कम्पनीले त्यही हिसाबले उठाइरहेको छ। यो भनेको मलाई पेल्ने र यो मलाई कमेन्ट हानेको कुरा है। यो चाहिँ कृपया लाइक कमेन्ट सब्सक्राइब नगरिदिनु होला, धन्यवाद। यो अगाडिबाट हुँदैन क्या हो गाइज। हेर्नुहोस् तमर कोरिडोरको हालत यस्तो छ। अगाडि माटो के चरो मुसो के आएको केही पत्ता लाग्दैन गाइज। बिजोग रमाइलो छ यता। त्यसले जान्दिनु न, हाम्रो मित्र अगाडि लाग्यो। यो घर धर टिक्का बनायो, गाडी त छैन। आउनु यो समात्नु भन्नु छैन, मलाई त्यो सिकाउनु छैन। अझै समाएर हिँड्नु न भनेर सोचिरहनु तपाईँको चाहिँ नि उता म अहिले लिन्छु कि तपाईँको चाहिँ नि नयाँ टोकी हाम्रा भोलि चौटा लान्छ। आउनुहोस् भन्नु छैन, सिकाउनु सिकाउनु के सिक्नु छ क्या ड्राइभिङ सिकेर बिजोग छ। खोलाको नाम चाहिँ के थियो गाइज, ठ्याक्कै बिर्सेँ मैले। दोभान खोला, दोभान खोला होइन। यो पनि नयाँ बनिसक्यो अरे। टपका खाना ठाउँहरू छ होइन। यो जिप ट्याक्सीहरूको होइन। दोभान बेसी होटल जो रमाइलो छ यतातिर गाइज। हामी अब खोला तरेपछि फिदिम नगरपालिका लाग्छौँ गाइज। भात कहाँ खाने? भात हामी मुहा खान्छौँ सर। हरेक कुराहरूमा पोइन्ट हाने त्यो अस्तिको उसलाई पाथिभरालाई उसलाई हान्नु न अनि खाने गरेको ए त्यहाँ त पाउँछ। चिसिने होइन अहिले मैले गाडी हिँडेर गाडी कुदाउने लिइहाल्छु, छोड्नु न। बल्छी लाग्यो कि बल्छी लाग्यो त सुत्नु न यार।